हेलो हेलो यहाँ हेर्नु होला को हुनुहुन्छ हाम्रो विनोदजी 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 अब हामी जाने हो बिलियर्ड खेल्नलाई जाने हो जाने हो यो चाहिँ हाम्रो स्विमिङ पुल हो हाम्रो विनोदजीले गोटी मिलाउनुहुन्छ छ होला यिनीहरूले यो के भन्छ अब मिठो त यो थियो तर अब गाह्रो पर्यो यो स्टिल चाहिँ के कोट्याउँदै हिँडेर अब मान्दालाई यस्तो टाढा टाढा पऱ्यो हान्न नआउने मान्छेलाई है अब अब यो नछिर त मान्दै त होला हुन्छ नि झन्नै छिर्यो शक्ति सन्तुलन भएन टाढो भयो त ल अहिले चाहिँ लाग्यो थियो ओहो लाग्यो लाग्यो ओ अब कहाँ हान्नु साथले चप हान्नु मिल्छ अनि तपाईँले पाएको मौका त तपाईँले ओह काम बिगारे सीधे सीधे ले अन्त ओहो बिचल्ली बनाएको हा ठिकै ठिकै भन्नु यार मैले अब यसलाई मिडलमा हान्ने कोसिस गरेँ भने त तपाईँले दामी दामी यो चाहिँ अति नै भएको हो यो चाहिँ सिधै फेरि एहे आयो वाह ओ सिधै हो सिधै मैले हान्न त मिठै हानेको यार यो मजा भएन ल यो मजा भएन हेट मैले हतालमा हानेको तपाईँलाई खाएर भयो नि यार हेर्नु त जहाँ हान्दा नि भयो है अब अर्को पाइहाल्यो नि ओहो बिचल्ली त मेरो मात्र हुने भयो त आम्बो ए एकैचोटि चिजाउ नि 15 जान्छ होला दामी ओ विनोदी सक्यो यार हेट यो त रेकर्ड भयो यार ओहो बिचल्ली भयो त विनोदी
सिद्धियो भ्यायो। ओहो यो त साह्रै निर्मम भयो। अब जे गरे नि मान्दाले हार्ने त हो। जे गरे नि मान्दाले अबको पटक त सक्यो नि त यार। अब यो नछिक्दा बित्तिकै त मान्दै गयो। नाइस। अयो के को नाइस त यार। यो चाहिँ के भयो? अब त तपाईँले जसरी नि अम्बो मान्दाले के गल्ती गरेको यार। अब त छक्की त हाल्यो त। सिधा पाउनु भयो ल। हे अहिलेको स्वाद अहिले लिनुभयो विनोदजी। हान्न जानेन मान्दाले। त्यही हाल्नलाई भनेर त्यत्रो एप्स किनेछ हैन। छिरो बुद्धि हेर्नु नि मान्दै। लु यो चाहिँ नभए हान भन्दैछ नि त है। तपाईँलाई त्यहाँ लगेर गटी दिलाउनु रहेछ। अम्बो अब झन् बङ्की बङ हान्नुपर्ने मान्छेलाई झन् यस्तो बसेको छ। 6-7 नम्बर गयो नि त। अब मान्दाको चिल्ली बिल्ली भयो त। सिद्धियो त। ए भ्यायो। अब योले त तपाईलाई खुल्छ मात्र यार। दामी छिर्दिएर ल झन्नै छिर्यो। अब यो कहाँ हान्नु त तपाईको? हे झर्दिरा यार प्लिज यार प्लिज। त्यही म्याजिक सट। ओ यो चाहिँ अति भयो ल। हेलो म चाहिँ यो भिडियोको इन्ड गर्दैछु। आज चाहिँ मैले यो बिलियर्ड खेलेको भिडियो अपलोड गरेको छु। विनोदजी र मेरो म्याच दुईजना बीच। हामी प्रो खेलाडी त हैन। म चाहिँ विशेष गरी विनोदजी त राम्रो खेल्नुहुन्छ। मलाई त्यस्तो साह्रो खेल्न त आउँदैन तर हामी रमाइलोको लागि खेल्छौँ। मलाई आशा छ तपाईहरुलाई यो भिडियो मन पर्छ। मन पराउनु भयो भने मेरो भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिनु होला। च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल आइकनलाई पनि एक्टिभ गर्नु होला ताकि मैले बनाएको भिडियोहरु तपाईहरुलाई आइराखोस्, नोटिफिकेसन आइराखोस्। अहिलेलाई यति नै। थ्यांक यू सो मच। बाइ बाइ।